पारिवारिक घुमघाममा 5 हप्ता कति छिटो बित्यो पत्तै भएन। फर्केर रियालिटीमा आउँदाखेरि अहिले चाहिँ हाम्रो ब्याकयार्डको हालत यस्तो छ। गार्डन चाहिँ एकदमै राम्रो भइरहेछ। यहाँ मैले मरेको प्लान्टहरू खासै केही देखिन। डिसेम्बरको पहिलो 3 हप्ता एकदमै गर्मी थियो र त्यो बेलामा आफ्नो अमूल्य समय निकालेर सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। अनि गएको 2 हप्ता पानी परेको हुनाले चाहिँ गार्डन एकदमै ओभर ग्रो भएको अनि यो झारहरू पनि एकदमै अग्लो अग्लो भएर आएको देखिन्छ। कति चाहिँ एकदम हिप हाई नै जस्तो पनि रहेछ। अनि यो ब्याकयार्डमा साथीहरूले चाहिँ सापहरू देख्नु भएको हुनाले यसलाई क्लियर नगरी बाहिर जान पनि सेफै छैन। त्यही भएर अब चाहिँ हामी सुरुमै सरसफाई कार्यतिर लाग्यौं। एकजनाले मविङ गर्ने अनि अर्को जनाले चाहिँ हार्भेस्ट पनि गर्दै जाने भनेर मैले चाहिँ बास्केटहरू लिएर आएँ। तर यस्तो घाम भएकोले म त्यति बाहिर जान पनि सकिनँ। हुन चाहिँ कति सब्जीहरू अनि यो खुर्सानीहरू लट्रम्मै पाकेको पनि रहेछ। सागहरू पनि एकदमै धेरै टिप्ने बेला भएको चाहिँ छ। गर्न सक्छु कि जस्तो चाहिँ लागेको थियो, तर यो एकदम कम्प्लिटली क्लियर अप नहुन्जेलसम्म मैले गर्न सक्छु जस्तो लागेन। त्यस्तै घाँस पनि एकदमै डेन्स भएको लामो अनि त्यसपछि घाम चाहिँ दिउँसो मध्यतिरको एकदमै चरक्कै पर्ने घाम भएकोले अब चाहिँ यो मर्निङको सेसन यतैतिरै सक्ने जस्तो हामीले निदो गर्यौं र जे जति गर्यो त्यसलाई चाहिँ त्यही नै छोडेर अब चाहिँ हामी दिउँसोको लागि ब्रेक लिनतिर लाग्यौं। गार्डन बेडमा रहेको सागहरूलाई नियालेर हेर्दाखेरि चाहिँ यस्तो साह्रो अवस्था रहेछ। अनि किराले एकदमै धेरै खाएर सबै छिद्र छिद्र परेको। त्यस्तै यहाँ चाहिँ एउटा काँक्रा र सिमीको लहरा गइरहेको थियो। सिमीले पुरै ओभरटेक गरेको रहेछ। काँक्राको चाहिँ सानोतिनो डाँठहरू मात्रै कतै देखिने। यसरी यो मथहरूले पनि पुरै इन्फेस्टेड भएको रहेछ। अहिले सिमीको सिजन नभएको भएर मैले सिमीलाई चाहिँ काटिदिएँ र काँक्रालाई चाहिँ अरू सपोर्ट गर्नेछु आउने दिनहरूमा। त्यसलाई मलहरू पनि हाल्नु बाँकी छ। अनि त्यस्तै मैले यो लट्टे पालुङ्गोहरूलाई पनि एकदमै डिप ट्रिम गर्नुपर्ने अवस्था देखेँ। त्यही भएर यहाँ मैले निकै नै काटेर फालिसकेको छु। यो आखिर पछि फेरि पलाएर आइ नै हाल्छ र अरू बिउहरू पनि टन्नै छ। त्यस्तै यो पम्किन भाइन, यसमा चाहिँ 2-3 वटा सानो सानो गट्टाहरू चाहिँ लागेको रहेछ। अब यो कति चाहिँ अलिक ठुलो हुँदै कुहिएर पनि जान्छ। यो के कस्तो हुन्छ थाहा छैन, तर पनि अहिले चाहिँ गार्डनको हालत यस्तो छ। अब यो बेलुका 7:45 जस्तो भयो। हामीले जम्मै यति गरेर सक्यौं। अझै 1-2 दिन चाहिँ लाग्छ होला यो पुरै सफा गरिसक्न।